से भिडियो गर है बाद में मेरे को करता इधर किंगडम टावर करो किंगडम टावर ल हेर्नु साउदी अरबमा यस्तो यस्तो राम्रो टावरहरू सब बन्दैछ बिल्डिङहरू छ सालबाट गर्नु पर्यो साउदी किङडम टावर हो यो सालबाट गर्नु छटबाट किधर है यो मैले उसमा हाल्नलाई क्या फुल भिडियो बनाएको वेलकम टु माई युट्युब च्यानल सब्सक्राइब सेयर नयाँ च्यानल खोलेको सेयर गरिदिनु सब्सक्राइब गरिदिनु सबैले हेरेर मन पराइदिनु अझै राम्रो राम्रो भिडियो खिच्ने मौका मिलोस् भर्खर खोलेको च्यानल हो कुनै कुराहरू सिक्न र कुनै कुराहरू सिकाउन पाइयोस् ल हेर्नुहोस् कस्तो छ साउदी अरबमा कति धेरै विकास छ कति धेरै सम्पूर्णशाली छ यो देश हामी सबैलाई रोजगार प्रदान गरेको छ कोही जान्छ ठुल्ठुलो देशमा गयो भन्दैमा मात्रै हुँदैन नि त सबैको चिज विकास र आफ्नो कस्तो क्यारेक्टर छ उसको सबले गर्ने कर्म गर्ने हो नयाँ भर्खर खोलेको ब्लग हो मेरो अरे भाई इसका टावर अभी 50 किलोमीटर दूर साउदी अरबको गुलेली टावर भन्छ नि यो टावर हो यस्तो छ हेर्नुहोस् यहाँ आज ईदको दिन छुट्टी थियो सबैको त्यही भएर यसो बत्था नेपाली होटेलतिर गएर यसो रमाइलो गरेर आउँ भनेर नि त भिडियो बनाएको गएको बेलामा अब सबैलाई देखाउनको लागि कस्तो ठाउँमा बसेको रहेछ कस्तो ठाउँमा रहेछ यो चिजहरू घुम्ने ठाउँहरू खाने ठाउँहरू पनि देखाउन सक्छौँ सबैजना हामी साथीभाइ सबैजना छौँ 6 जना होटेलको एउटा टिमै हामी निस्केर हिँडेको छौँ घुम्नको लागि धेरै दिनमा आएको अब 3 महिना 4 महिनामा चाहिँ यो आएको यसमा हेर्नको लागि घुम्नको लागि साथीभाइहरूलाई देखाउन पनि यस्तो छ साउदी अरबको विकास नेपाली इंडियन पाकिस्तान बांग्लादेश किधर का भी आदमी देखते हैं तो सब्सक्राइब करने का लाइक करने का शेयर करने का जो भी है आप लोग को साथ में शेयर कर सकूं जो भी नया चीज़ दिखा सकूं आप लोग के साथ में थोड़ा बातचीत कर सकूं जान पहचान हो जाएगा किधर का भी हो आदमी ये नहीं है कि तुम किधर का है हम किधर का इसमें कोई फ़र्क नहीं पड़ता पूरा आदमी दोस्त भाई रहे रहने का सब लोग देखते हैं तो शेयर कर लो सब्सक्राइब कर दो यही बोलना चाहता हूँ मैं मौसम पनि राम्रो छ क्लियर छ यहाँको खजुरका रुखहरू हेर्नुहोस् यही त हो साउदी अरबको मेन चिज भनेको खासमा आफ्नो च्यानलको नाम हैन बाजे भ्लग राख्नु भने कि खतरा भाइरल हुन्छ हेरौँ के राख्नुपर्छ राख्नुला नि त बिस्तारै भर्खर नयाँ गर्दैछु अब हजुरहरूले नै माया गर्यो भने त बढ्ने हो नि त यस्तो यस्तो टावर छ ल हेर्नु साउदी अरबभित्र यति ठुलो देश छ यति ठुलो धेरै विकास छ समयमै चेन्ज हुन्छ समयमै विकास हुन्छ हप्तामै एक बार यसो छुट्टी हो हाम्रो गरेको अरे हप्तामै ल हेर्नु अन्डरग्राउन्ड चाहिँ यस्तो छ है अन्डरग्राउन्ड टनल भन्छ के अरे अन्डरग्राउन्ड भन्छ नेपालीमा टनल नेपालमा टनल ओपन गर्यो भन्छ नि त ल हेर्नु टावर कस्तो छ
101 चीज है। यो ठाउँमा म बस्दै गरेको समथिङ 4 साल क्रस भयो भनौँ। यस्तो ठाउँमा छु म। आज का ये वीडियो में क्या बोलना चाहते हो भाई साहब, बताओ। ईद मुबारक। बातिल में इंटरव्यू दिया। सब्सक्राइब द चैनल। बातिल में इंटरव्यू दिया ना? बेटल इंटरव्यू नहीं दिया रे, बातिल जो भी है हम काम किया उधर, इंटरव्यू में सिलेक्ट हुआ उधर काम किया। पता नहीं बातिल में तुम्हारा इधर बातिल का ब्रांच क्या है? बातिल डेट का मिठाई बनाने का। फेरि पनि भन्न चाहन्छु सबै साथीभाइहरूलाई मेरो नयाँ युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। फेरि अझै नयाँ नयाँ भिडियो गराउन देखाउनु पाऊँ। घाम पनि यति राम्रो लागिरहेछ, पोल्ने घाम छैन कि नेपालतिर बिहानीको घाम जस्तो उदाउँदो गरेको घाम जस्तो छ। दो बार है ना उस दिन के जैसा सिटी सेंटर आ गया रे। जाएगा रियाद को क्यों रियाद के अंदर जो अच्छा जगह होता है इधर ही बात नहीं। यो साउदी अरबको राजधानी क्यापिटल रियादको सबैभन्दा राम्रो ठाउँ यो मेन सिटी क्यापिटल एरिया हो। यो राम्रो ठाउँ छ। यो साउदी अरबको राजधानी भनेकै रियाद हो। रियादभित्रको पनि यो सहरमा छु म। हाम्रो साथीभाइहरू मोमो खुवाउनुपर्छ भन्छ त बङ्गालीले। खान्छ नि त, हामीले चाहिँ खुवाउनु पर्ने त्यो त हिसाब लागिहाल्छ नि। पूरे वीडियो कर रहे थे वो फ्रंट पर वीडियो करके क्या फायदा है? पूरा दिखाएगा ना सब लोग को। बैक पर पे करो। ल यस्तो यस्तो बिल्डिङ छ। जिधर अच्छा है ना हमारा डायरेक्टर उधर अच्छा है उसका एंटी लाइट पड़ेगा सामने बैठना पड़ेगा। नहीं सामने से अच्छा बहुत अच्छा ड्राइव हरियाली रुख बिरुवाहरू पनि छ, गार्डनहरू। कैमरा का तारीफ कर सच में बोल रहे हैं लग जाएगा तो क्यों हो रहा है इतना अच्छा जा रहा है ऐसा करके। आजको भिडियो यति नै गरौँ, भरे अहिले मार्केटभित्र पनि गरौँला।